दलित मुस्लिमले विशेष अधिकार चाहिँ समानुपातिक समावेशिताको अधिकार, जनजाति मधेसी पिछडिएका क्षेत्र लगायत विभिन्न आदिवासी सबैले आफ्नो जनसङ्ख्याको अनुपातमा नीति निर्माण गर्ने ठाउँमा प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्ने अधिकार सहितको संविधान जारी गरेका हुन् र मूलभूत रूपमा त्यो संविधानको कार्यान्वयन गर्दै देश अगाडि बढेको छ। हामीलाई लागेको थियो अब देश संविधानको पूर्ण कार्यान्वयन गर्दै पर्याप्त अधिकारको अभ्यास गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रलाई फुल फ्लेजमा कार्यान्वयन गरेर समाजवादको आधार तयार पारेर नेपाललाई वैज्ञानिक समाजवादमा विकास गरेर लिएर जानेछौँ र हाम्रो फेरि यो प्रकारले सडकमा फेरि राजनीतिक आन्दोलन प्रदर्शन सभा यो प्रकारले गर्नु पर्ला भन्ने लागेको थिएन। हामीलाई लागेको थियो जनताको आन्दोलनको परिणाम जनताले दिएको अनुमत मैले माने, तर म देशभित्रै बस्छु, मलाई बस्न नागार्जुन चाहियो, मलाई केही गाडी चाहिए, सुरक्षा चाहियो भनेर नारा नीतिबाट शान्तिपूर्ण ढङ्गले चाहिँ विदा भएर 240 वर्षको निरङ्कुश राजतन्त्रको विरासत नारा नीति हत्याकाण्ड 2058 समाप्त भएको थियो। प्राविधिक हिसाबले अघि केही वर्ष अघि बढेको निरङ्कुश राजतन्त्र विदा भएको थियो। सँगसँगै यो देशमा स्थापना हुन्छ, जनता अधिकार सम्पन्न हुन्छन् भन्ने कुरामा विश्वास नभएका राजनीतिक दलहरू पनि कर्मशः जनयुद्ध र निरङ्कुश राजा ज्ञानेन्द्रको माघ 19 को कदमले सडक जेल भूमिगतमा पुगिसकेपछि अनि 12 बुँदे समझदारीबाट हामी 19 दिनको जनआन्दोलन शान्ति सम्झौता आन्तरिक संविधान लेख्दै नेपालमा एउटा युग परिवर्तनको क्रान्ति आन्दोलन हामीले सम्पन्न गरेका थियौँ। हामीलाई लाग्थ्यो ती शक्तिहरूले स्वीकार गरे। आज आइपुग्दा बेला देशमा नेकपा एमाले र नेपाली काङ्ग्रेस सहितको गठबन्धनको सरकार छ। त्योभन्दा अघिल्लो अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएर नेतृत्व गरेको सरकारले अब संविधानको पूर्ण कार्यान्वयन गर्ने, जनतालाई राजनीतिक अधिकार प्राप्त भएको छ, हामी थप अधिकारको प्राप्ति गर्दै अघि बढ्ने हो। तर आर्थिक विकास र समृद्धि देशको मुख्य आवश्यकता हो। जनताले आफ्नो दैनिक जीवनमा त्यो प्रकारको समृद्धिको अनुभूति गर्नु पर्छ भन्ने मान्यता छ। सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायका सूत्र बनाएर, नारा बनाएर, नीति बनाएर, कार्यक्रम बनाएर, आवश्यक कानुन बनाएर अघि बढ्दै गर्दा यो देशमा लामो समयबाट संस्थागत भएको भ्रष्टाचार, दलाल पुँजीपति, नोकरशाह, बिचौलिया र माफियाहरू यसरी लागे कि प्रचण्ड सरकारको नेतृत्वको सरकारले एक एक गरेर तिनीहरूका फाइल खोल्दै गर्दा, छानबिन गर्दै गर्दा, न्यायिक कारबाहीमा पुर्याउँदै गर्दा र त्यसलाई निरन्तरता दिँदै गर्दा अहिलेका सत्ताधारी नेताका आफ्ना पार्टीका नेतासम्म तानिँदै जाँदा बिचौलियाहरू र भ्रष्टाचारीहरू, माफियाहरूले हठात ढङ्गले कोही संवैधानिक र कोही राजनीतिक प्रकारले यो अहिलेको गठबन्धन सरकार बनाउन पुगे र पुरानो सरकारले नयाँ छानबिनको त कुरा छोडिदिनुहोस्, भ्रष्टाचारीहरूमाथि कारबाही त छोडिदिनुहोस्,
पहिलेको सरकारले अघि बढाएका फाइलहरू स्थगित हुन थाले। छानबिन भएर मुद्दा अघि बढ्नुपर्नेका मुद्दा महाधिवक्ताको दैनिक काम मुद्दा नलाग्ने भनेर गर्न थालिए। 60 लाखभन्दा बढी जनता आबद्ध भएको सहकारी धराशायी भएको छ। जनताले औषधि समेत किनेर खान नपाउने, एकदम निम्न स्तरका जनताले समेत सहकारीलाई आफ्नो आर्थिक कारोबार र बचतको केन्द्र बनाएको डुबेको छ। तिनीहरूमाथि छानबिन र कारबाही होइन, आज जनता मात्रै होइन देशकै आर्थिक स्थितिमा सङ्कट पैदा गर्ने सहकारीका ती सञ्चालकहरू जसले जनताको करोडौँ होइन अरबौँ लगानी गर्ने खराब बराबरको हिनाबिना गरेका छन्, उनीहरूमाथि कारबाही छैन। एकपछि अर्को भ्रष्टाचारी, एकचोटि अर्को तस्कर, एकचोटि अर्को कालाबजारीलाई संरक्षण गर्ने सरकार बन्न पुग्यो यो। र लोकतन्त्र र संविधानलाई समेत सङ्कुचित गर्दै अध्यादेशबाट शासन र त्यो अध्यादेश पनि त्यसका कन्टेन्ट हेर्दा बिचौलिया, माफिया र दलालहरूको पक्षमा वैधानिक ढङ्गले कानुन निर्माण गरेर नेपालमा भ्रष्टाचार, तस्करी, कालोबजारीलाई संस्थागत गर्ने काम गरेपछि अहिले त्यो गतिविधिले आम जनतामा निराशा र आक्रोश पैदा भएको छ। अस्ति मात्रै 4 दिन पहिला मात्रै जलस्रोतले भरिपूर्ण भएर पनि निरङ्कुश शासकहरूले आफ्नो दरबार र आफू बस्ने घरहरू र अफिस बाहेक अन्त विद्युतीकरण नगरेको अवस्थामा यो सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भए यता उज्यालो नेपाल भनेर विद्युतीकरण 18 घण्टा अँध्यारोमा बस्ने नेपालीलाई 24 घण्टा बत्ती र सिङ्गो देश 99% नेपालमा विद्युतीकरण र विदेशमा विद्युत बढी भएको जलविद्युत निर्यात गर्ने प्रक्रिया जनताका आँखामा समेत पिर्ने भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी अधिकृतलाई हटार ढङ्गले हटाएर अनि आम जनतामा थप निराशा र आक्रोश पैदा गर्ने वर्तमान सरकारका धरातलमा हिजो जनताको युद्ध आन्दोलनबाट पराजित भएर प्राय यस्ता निरङ्कुश राजतन्त्रको व्यवस्थाको अन्त गर्ने क्रान्तिमा देशका राजाहरू जिलेटिनमा रेटिने गर्दछन्, मारिने गर्दछन्। हामी बडो सौहार्दपूर्ण ढङ्गले गएर बस, नागरिक गएर बस भनेर छोडिदिएको कमजोरीलाई, छोडिदिएको स्थितिलाई कमजोरी ठानेर हिजो निरङ्कुश शासकका वरिपरि बसेर खाइपाइ आएका जनतामाथि उत्पीडन र शोषण गरेका पूर्व दरबारिया र पूर्व पञ्चहरू यो निराशा र आक्रोशको धरातलमा कतै पुनर्स्थापित भइन्छ कि भन्ने एउटा दिवा स्वप्न देखेका छन्। हामी यो कार्यक्रमद्वारा यो भ्रष्टाचार, दलाल र माफियाहरूको प्रतिनिधित्व गर्ने सरकार खबरदार, छिटोभन्दा छिटो आफूलाई सच्याऊ र सुशासनको जुन अभियान त्यो अगाडि बढाऊ र निरङ्कुश शासनका पक्षधर जो हिजो समाप्त भइसकेको छ, जसरी एउटा मान्छे मरेपछि फेरि बाँच्न सक्दैन, निरङ्कुश राजतन्त्रको पुनरागमन सम्भव छैन। 10,000 शहीद, लाखौं लाख जनताको मेहनत पसिनाको विपुल योगबाट नेपालका उत्पीडित वर्ग र समुदायका जनताले पराजित गरेर आफूलाई एक हकको अधिकार सम्पन्न बनाएर नागरिक र राजनीतिक, आर्थिक, सामाजिक अधिकार प्राप्त गरेका जनता फेरि रोइती हुन जाने यो परिकल्पना नगरे हुन्छ। अब त्यो युद्ध र आन्दोलनले पैदा गरेको चेतनाले हर कोही महिला दोस्रो दर्जाको नागरिक हुन जाने छैनन्, हर कोही दलित अछुत हुन जाने छैनन्, हर कोही मधेसी दोस्रो दर्जाको नागरिक हुन जाने छैनन्, हर कोही जनजाति आफ्नो पहिचान गुमाउने स्थितिमा जाने छैनन्। किसान मजदुरहरू आफ्नो वर्गको अधिकार छोडेर
सामन्त निरङ्कुशतिर फर्किने छैनन्। यो चेतना भयो। त्यसैले हामी यति बेला यो वातावरण सिर्जना गर्ने भ्रष्टाचारीको संरक्षक, माफियाको संरक्षक अहिले मन्त्रालयहरू माफियाले चलाउँछन्। मन्त्रीहरू विभाग चलाउन जान्छन्, विभागहरूमा कार्यालय खोल्न जान्छन्। कर्मचारी नीति निर्माण गर्नुपर्ने मन्त्रीहरू कर्मचारीको सरुवाको अधिकार आफूमा लिएर एउटा सहसचिवको हैसियतमा बसिराखेका छन्। त्यसैले यसलाई छिटो सच्याउ, जनताको भावना बुझ। 10,000 को त्याग, तपस्या र बलिदानको त्यो रगतको मूल्य बोध गर र यो समाज पछाडि नफर्किने कुराको ग्यारेन्टी छ। त्यो दिवा स्वप्न नदेख। यसैले हामी सरकारलाई पनि, सरकारमा भएका दलहरूलाई पनि हामी सचेत गराउन चाहन्छौँ र संविधानको पूर्णता पालना गर्न, संविधानले दिएका अधिकारको पूर्ण कार्यान्वयन गर्न र यही परिस्थितिबाट हौसेका प्रतिगमनकारीहरूलाई सहज ढङ्गले फर्क, नागरिक बन, नागरिक अधिकार बन। यहाँ पूर्व राजा ज्ञानेन्द्रलाई राजनीतिको रहर छ भने आफैले दल खोल, या राप्रपा या कुनै राजावादी दलको अध्यक्ष बनेर नेपाली जनताका बिचमा आऊ। हामी चुनौती दिन्छौँ, तिमीले जितेर आयो भने, 2/3 लियो भने कार्यकारी राष्ट्रपति या प्रधानमन्त्री बन, देशको शासन हामीले मानौला। अर्को कुनै तरिकाद्वारा फेरि सत्तासीन र गतिशील हुने दिवा सपना नदेख। यो आजको जनउपस्थिति, जनप्रदर्शन त्यसैको निम्ति खबरदारी हो, त्यसैको निम्ति चुनौती हो, त्यसैको निम्ति चेतावनी हो। म यति कुरा भन्दै अरू वक्ता कमरेडहरूले बोल्नुहुनेछ। यो मध्याहको गर्मी, खेतीपातीको स्याहार्ने सिजन पनि हो। त्यो सबै छोडेर आफ्नो महत्त्वपूर्ण समय आफूले प्राप्त गरेका अधिकारको रक्षाको निम्ति र अझ थप अधिकार प्राप्ति गर्ने एउटा समाजवादी आन्दोलनमा अगाडि बढ्नका निम्ति सचेत ढङ्गले उपस्थित हुनुभएका सबै कमरेडहरू, सबै साथीहरू, सबै दिदीबहिनीहरू, सबै दाजुभाइहरू, पत्रकार लगायत सम्पूर्ण उपस्थित महानुभावहरूलाई म समाजवादी मोर्चाको तर्फबाट हार्दिक स्वागत, अभिवादन गर्दै आफ्ना भनाइ अन्त गर्न चाहन्छु। धन्यवाद, अभिवादन, लाल सलाम। धन्यवाद।